बोलाएर उनीहरूले खाली गर्छ हामीले के बोल्नु गाउँको सबै भाँडाहरू के हो हामीलाई थाहा छैन थारू गाउँमा हामी हुर्केको जन्मेको मान्छे हामीलाई थाहा छैन को कस्तो मान्छे छन् को कस्तो छन् भन्ने आजलाई खाली होइन है फेरि अब नहुने गरेर खाली हो विचार गरेर जानु अब आउनुभयो भने सामाजिक कारबाही हुन्छ समाजले कारबाही गर्छ सबैलाई तपाईँको घर होइन यो तपाईँको काम होइन यो तपाईँको घरको काम गरेर पाउनुभयो सामाजिक काम गरेर पाउनुहुन्न तपाईँले उसलाई फोन गरेर बोलाएर पठाइयो अनि सबैलाई बुझाउनु उहाँहरूले पुलिसलाई बुझाउनु हुन्छ नि बरु हामीलाई बुझाउनै परेन नभाग्नु है त पुलिस आउँछ त्यो बाइबल साइबल जमाइ राखिरहनु ल त्यहाँ देख हातमा बाइबली बाइबली हेर्नुहोस् उहाँ हेर्नुहोस् परमेश्वरले ठिक गर्ने भए त्यहाँ हस्पिटल किन चाहिन्छ परमेश्वर यसो नै पढाइरहनु भयो बाइबल निकालिरहनु भएको छ हाम्रो कृष्ण भगवानले अर्को शिव भगवानले ठिक गरिदिन्छ भने हस्पिटल हामीलाई किन जानु पर्छ ल यसरी भ्रम पारेर धर्मको खेती डलर खाने कतिजनाले हो को डलर खाने गाउँको एक दुईजना एकजना उहाँको घर रेटी अरू सबै बाहिरको मान्छे एक दुईजना यहाँ गाउँको अरू सबै ल हेर्नुहोस् धर्मको खेती नभाग्नु पस्नु प्रशासन आउँछ तपाईँहरूलाई घर बस्नु पाउनुहुन्छ नभाग्नु नडराउनु नभाग्नु किन भाग्नु भा नभाग्नुहोस् नभाग्नु तपाईँहरूको गल्ती छैन भने तपाईँहरू कसरी चाहिँ यसरी उठ्नु भयो ल भन्नुहोस् त बस्नु छ तपाईँ